नमस्कार, म गौरव बोहरा। अब मेरो उम्मेदवारी किन भनेर भन्दाखेरि यस रूपन्देहीवासीलाई जस्तै चाहिँ कृषिहरूको समस्या हैन, तपाईहरुको चाहिँ के अरे व्यापारीहरूको समस्या हैन, सबै यसमा गरेर त्यसपछि भर्खरै निर्माण सम्पन्न भएको चाहिँ गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट त्यसलाई चाहिँ अब निर्माण त भयो, अब त्यसपछि त्यसलाई चलायमान बनाउनुको लागि चाहिँ पहल हुनेछ र अब अहिले उम्मेदवारी दर्ता गर्न आएको छु। ठिक छ, हेर्दै जाउँ। तपाईहरुको साथ सहयोगको अपेक्षा गरेको छु। धन्यवाद। जित्ने आधारहरू त राम्रो छ, विकास छ, बुवाको विकास, बुवाले गरेको धेरै विकासहरू पनि छ। त्यसैलाई चाहिँ म छोरा भएर यत्रो समय मैले चाहिँ एभिएसनमा मैले आफ्नो टाइम बिताएँ। अब चाहिँ बुवा स्वर्ग भइसके पश्चात अब उहाँले गरेको कामलाई कन्टिन्युटी दिनको लागि आएको यस रूपन्देहीवासीहरूको लागि, यस रूपन्देहीको लागि। मेरो चाहिँ एभिएसनमा लगभग अराउन्ड 30 वर्ष भयो र जसमा चाहिँ पहिला म हेलिकप्टर उडाउँथेँ। 95 देखि चाहिँ 2-3 वर्ष मैले हेलिकप्टर उडाएँ। त्यसपछि चाहिँ मैले फिक्सविङमा आएँ। फिक्सविङमा आएर चाहिँ को पाइलट भएर एकदम सुरुदेखि नै माथि गएर अहिले आजको दिनमा चाहिँ म चाहिँ अहिलेसम्मको अवस्थामा चाहिँ सिनियर क्याप्टेन छु। त्यसमा चाहिँ इन्स्ट्रक्टर पाइलट पनि। एक्सपिरियन्स कति छ फ्लाइट टाइमको? फ्लाइट टाइम 15,000 प्लस आवर। 15,000 प्लस। राजनीतिक अनुभव जस्तो नर्मली अब यो अहिलेसम्म त तपाईँले उडानमा आफ्नो यात्रा दौडाउनु भयो, अब राजनीतिक यात्रामा आउनु भएको छ होइन? यो राजनीतिक यात्रा चाहिँ कतिको सहज होला, कतिको सहज रूपमा लिएर अगाडि बढ्नु भएको छ? यसमा चाहिँ तपाईँको राजनीतिक पुरै पृष्ठभूमि पनि बताइदिनु न। राजनीतिक पृष्ठभूमि भन्दाखेरि अब मेरो बुबाको राजनीतिमा चाहिँ मैले आएर आफ्नो भूमिकाहरू मेरो धेरै रह्यो। पहिला चाहिँ मैले अब जनताहरूको काम पनि गर्थेँ। अब बुबाको चुनावहरूमा पनि म धेरै नै यहाँ हुन्थेँ। हजुरलाई पनि धेरै देख्नुभएकै छ होला। र अब अहिले आएर चाहिँ अब आफैलाई गर्दाखेरि चाहिँ अब जिम्मेवारी अब मेरो कन्धमा आएको छ। अब हेर्दै जाउँ, तपाईँहरूको सहयोग भयो भने सायद म चाहिँ बुवाकै चाहिँ मार्गमा चाहिँ म चाहिँ अगाडि बढ्नेछु।